ल हुन्छ फेरि पनि सबैजनालाई जय मसीह है जय मसीह हामी जय मसीह गर्न चाहिँ हामी चाहिँ चुक्नु हुन्न है हामी जतिखेर भेट्छौँ उतिखेर हामी जय मसीह भन्ने है अनि जय मसीह भनेको चाहिँ हैन प्रभुको चाहिँ के जय भएको छ है तर हामी चाहिँ भेट्दा चाहिँ हामी जतिखेर नि हुन्छ जय मसीह चाहिँ हामी आदान प्रदान हुनुपर्दछ है कति बेला हामी कस्तो लाग्छ भने हामी भेटिसक्यो जय मसीह भनिसक्यो फेरि अर्कोचोटि के जय मसीह भन्ने हुन्छ हैन तर हामी भेट्दाखेरि चाहिँ हामी चाहिँ जय मसीह चाहिँ भनिरहनु पर्दछ आमेन हुन्छ प्रभुलाई महिमा भएको होस् प्रभुलाई प्रशंसा भएको होस् अनि आजको आराधनामा हाम्रो सुषमा छोरीले है एकदमै हामीलाई परमेश्वरको उपस्थितिमा लैजानु भएको छ अनि हामी परमेश्वरको उपस्थितिको हामी एकदमै महसुस गरिरहेका थियौँ है अनि परमेश्वरको छुवाइकाले महसुस गरिरहेका थियौँ अनि हामी यो आराधनाको भागमा चाहिँ हामी एकदमै चङ्गै छुटकारा पाएका छौँ आमेन प्रभुलाई महिमा भएको होस् आजको आराधनाबाट अन्यको बन्धनहरू टुटेको छ है अन्यको जुवाहरू भाँचिएको छ अन्यको डोरीहरू फुस्केको छ हालेलुया प्रभुलाई महिमा भएको होस् शक्तिशाली आराधना अझै परमेश्वरले चाहिँ आउने दिनहरूमा अझै परमेश्वरले छोरीलाई सहायता गर्नुभएको होस् यसरी नै आत्मा र सत्यतामा चाहिँ आराधना गर्नको निम्ति हुन्छ म अब धेरै गन्थन नगरिकन सिधै वचनमा जानेछु र आजको वचनको शीर्षक छ किन पवित्र जीवन जिउने हालेलुया किन चाहिँ पवित्र जीवन जिउने हामी कस्तो लाग्छ हामीलाई चाहिँ हामी किन पवित्र जीवन जिउने त है पहिलो पत्रुस 1:16 भन्दछ प्रभु येशूले भन्नुभएको छ है म पवित्र छु तिमीहरू पनि के त पवित्र हो हालेलुया आज हाम्रो बाउ हाम्रो पिता चाहिँ उहाँ चाहिँ पवित्र हुनुहुन्छ भने छोराछोरी के हुनु पर्यो पवित्र हुनु पर्यो हालेलुया त्यो कारणले गर्दा चाहिँ आज तपाईँ र म चाहिँ पवित्र हुनु पर्यो पवित्रताको जीवन हामी जिउनु पर्यो किनभने हाम्रो बाउ हाम्रो पिता चाहिँ निष्कलङ्क निष्खोट पवित्र अति पवित्र हुनुहुन्छ त्यो कारणले गर्दा चाहिँ आज तपाईँ र म चाहिँ के त पवित्रताको जीवन जिउनु पर्दछ हालेलुया हामी यो संसारमा छौँ है तर हामी यो संसारको होइनौँ कस्तो लाग्छ तपाईँहरूलाई हामी संसारमा छौँ है हामी यो संसारमा हिँडिरहेका छौँ खाइरहेका छौँ होइन तर हामी चाहिँ के त यो संसारको होइन तपाईँ र म चाहिँ कहाँको हो स्वर्गको हो हालेलुया है तपाईँ र म चाहिँ स्वर्गको हौँ अनि तपाईँ र म चाहिँ अनि यो संसारमा हामी जिइरहेका छौँ होइन अब हिँडिरहेका छौँ खाइपिइरहेका छौँ जिइरहेका छौँ तर तपाईँ र म चाहिँ के त संसारको जस्तो हामी जिउनु भएन हालेलुया संसारको मानिसहरू त है खाएर होइन लडीबडी खेलेर हिँडिरहेको हुन्छ फाइट खेलिरहेको हुन्छ होइन अनि उनीहरूले चाहिँ गलत काम गरिरहेको हुन्छ संसारको मानिसहरू त होइन तर तपाईँ र म चाहिँ स्वर्गको मान्छे भएको कारणले गर्दा चाहिँ हामी चाहिँ के त संसारको मानिस जस्तो जिउनु भएन हालेलुया हामी चाहिँ स्वर्गको भएको कारणले गर्दा हाम्रो पिता पवित्र भएको कारणले गर्दा तपाईँ र म चाहिँ के त पवित्रताको जीवन जिउनु पर्दछ आमेन हालेलुया हामीलाई यस्तो लाग्छ कतिपल्ट मैले त व्यभिचार गरेको छैन म त पवित्र जीवन जिएको छु जस्तो लाग्छ होइन हामीले चाहिँ झुट बोल्छौँ भने होइन अरूलाई हामी ठग्छौँ भने मूर्ति पूजा गर्छौँ भने यो पनि के त अपवित्र कुरा हो यसले पनि हामीलाई अपवित्र जीवन जिउनलाई सहायता गर्छ जब हामी झुट बोल्छौँ अरूलाई हामी होइन ठग्छौँ अब मूर्ति पुज्छौँ अनि चाहिँ यस्तो अब अरूलाई दुःख दिन्छौँ यस्तो काम गर्छौँ भने यी कुराहरूले पनि अपवित्र जीवन जिइरहेको हुन्छ यी कुराहरूले हामीलाई अपवित्र जीवन जिउनलाई सहायता गरिरहेको हुन्छ हामीले कस्तो के लाग्छ भने म चाहिँ व्यभिचार गरेको छैन म पवित्र छु जस्तो लाग्छ तर यी कुराहरूले हामीलाई अपवित्र जीवन जिइरहनलाई सहायता गरिरहेको हुन्छ यी कुराहरूले अनि हामी पवित्र जीवन जिउनलाई चाहिँ हामी चाहिँ के त हामीले मूर्ति पुज्नु भएन झुट बोल्नु भएन है अनि व्यभिचार त छँदै छ झन् डरलाग्दो पाप हो व्यभिचार भनेको त तपाईँ र मैले चाहिँ व्यभिचार गरेर अपवित्र जीवन जिएको छ भने तपाईँ र म चाहिँ स्वर्गको भागीदार कहिले पनि हुन सक्दैन नर्कको भागीदार हो हामी कहिले पनि स्वर्ग जान सक्दैन व्यभिचारीहरू जसले चाहिँ व्यभिचार गरेर पापमा फसिरहेको छ
तिनीहरू कहिले पनि स्वर्गमा जान सक्दैन है। आज तपाईँ र म चाहिँ स्वर्गको भएको कारणले गर्दा चाहिँ हाम्रो पिता चाहिँ पवित्र भएको कारणले गर्दा चाहिँ आज तपाईँ र म चाहिँ पवित्र जीवन जिएर है हामी चाहिँ स्वर्गको भागीदारी हुनुपर्दछ। हाम्रो घर चाहिँ कहाँ छ? स्वर्गमा छ। यो संसारमा भएको घर त यो के एउटा चाहिँ एकछिनको लागि हो है, एकैछिन मात्र हो हामी यो घर चाहिँ। हामी पनि एकछिन मात्र एउटा पाहुना भएर आएको छौँ यो संसारमा। हामी एक दिन त हामी हाम्रो घरमा चाहिँ हाम्रो पिताको घरमा जानै पर्छ। अनि त्यो पिताको घरमा जानलाई चाहिँ ढिलो चाँडो हुन्छ है, कोही सँगै जाँदैन कि त्यहाँ चाहिँ ढिलो चाँडो। हाम्रो पिताले हामीलाई यो संसारमा तिमीहरू चाहिँ यति दिन रह, यति दिन बस है भनेर चाहिँ उहाँले जुन टाइम तोकिदिनु भएको छ त्यो टाइमसम्म चाहिँ हामी चाहिँ बस्छौँ, हामी रहन्छौँ। जब हाम्रो टाइम सकिन्छ नि अनि हामी चाहिँ के त हाम्रो पिताको घरमा हामी जानै पर्छ। त्यति बेला हामीले चाहिँ भनेर म जाँदैन म चाहिँ भनेर चाहिँ हामीले भन्छ भने त्यो हुँदैन है। त्यो समय सकिन्छ भने हामी पिताको घरमा चाहिँ हामी जानै पर्छ। अनि पिताको घरमा जानको निम्ति हैन हामीले यो संसारमा रहँदै गर्दा यो संसार बस्दै गर्दा चाहिँ हामी चाहिँ पवित्र जीवन जिउनै पर्दछ। अपवित्र जीवन हामी जियो भने हामी हाम्रो पिताको घरमा जान सक्दैनौँ है। हामी व्यभिचार गर्छौँ, पाप गर्छौँ हैन, हामी हाम्रो पिताको घरमा जान सक्दैनौँ। जान्छौँ त कहाँ? नरकमा जान्छौँ है। अझ मानिसहरूलाई अझ कति मानिसहरूलाई चाहिँ छेडीको मोज मस्ती गरिरहँदा उनीहरूलाई चाहिँ आनन्द भइरहेछ, उनीहरू छेडीको सुख शान्तिमा उनीहरू रमाइरहेको छ। त्यो सुख शान्तिले छेडीको मोज मस्तीले के त नरकको त्यो बाटो बनाइरहेको छ। नरकमा जानलाई त्यो बाटो रेडी बनाइसकेको छ। तर तपाईँ र म चाहिँ छेडीको मोज मस्तीमा समय बिताउने होइन, छेडीको सुख शान्तिमा चाहिँ समय बिताउने होइन कि हामी चाहिँ हाम्रो जीवनमा चाहिँ दुःख परे पनि कष्ट परे पनि जस्तोसुकै अवस्था आए तापनि हामी परमेश्वरलाई धन्यवाद दिएर हाम्रो पिताको घरमा हामी जानैपर्छ। आमेन। हाम्रो पिताको घरमा जानलाई चाहिँ त्यो बाटो चाहिँ हामीले हाम्रो निम्ति प्रभु येशूले चाहिँ हामीलाई तयार पार्नु भएको छ। त्यो बाटोमा चाहिँ हामी चाहिँ त्यो बाटोद्वारा हामी चाहिँ हाम्रो पिताको घरमा जान सक्छौँ। हालेलुया। प्रभुलाई महिमा भएको होस्, प्रभुलाई प्रशंसा भएको होस् है। आजको वचन अलिकति हैन अलिकति डरलाग्दो छ वचन छ है। हुन्छ नि हामीलाई अब हामी रहँदै गर्दा बस्दै गर्दा अब हामी जहाँ अब पिताको घरमा जाने टाइम आइसकेपछि हाम्रो त्यति बेला कस्तो डर हुन्छ हामी विश्वासीहरूलाई, म पिता घरमा जान सक्छ सक्दैन होला हैन, एउटा डर हुन्छ कि कतै मेरो पापले गर्दा कतै मैले चाहिँ गल्ती गरेको गर्दा कतै म चाहिँ नरकको भागीदार त भएको छैन है, कस्तो डर हुन्छ नि हामीलाई। अरू जातिले हुँदैन फेरि है, संसारको मानिसहरूले त्यो डर भनेको केही पनि छैन। उनीहरूले के भन्छ मरेपछि देखा जाला भन्ने हुन्छ होइन। तर हामी चाहिँ हामीलाई थाहा छ है दुईवटा बाटो छ है, एउटा बाटो नर्क एउटा बाटो स्वर्ग है। त्यो स्वर्गको बाटोमा स्वर्गको घरमा जान चाहिँ हामी चाहिँ सक्छै सक्दैनौँ है, हामी चाहिँ जान पाउँदैनौँ भने त्यो डर हामी एक किसिमको डर हुन्छ है। तर त्यति डराउनु पनि पर्दैन किनभने प्रभु येशूले हामीलाई हैन मोल तिरेर हामीलाई उद्धार गर्नुभएको छ, हामीलाई छुटकारा दिनुभएको छ। आमेन। प्रभुलाई महिमा भएको होस्, प्रभुलाई प्रशंसा भएको होस्। र फेरि प्रभु येशू ख्रीष्टले हामीलाई मोल तिरेर हामीलाई छुटकारा दिनुभयो, उद्धार गर्नुभयो भनेर चाहिँ फेरि हामी पापमा फस्ने होइन फेरि है। उहाँको आज्ञा पालन गरेर उहाँको डरमा उहाँको भयमा बसेर चाहिँ अनि मात्र हामी चाहिँ हाम्रो पिता घरमा जान सक्छौँ। हालेलुया। प्रभुलाई महिमा भएको होस्, प्रभुलाई प्रशंसा भएको होस् है। हामी हेर्नेछौँ धर्मशास्त्र बाइबलबाट चाहिँ पहिलो कोरिन्थी 6:15 हामी हेर्नेछौँ है। कसले पाउनु भएको छ पढिदिनु होला, जसले पाउनुहुन्छ पढिदिनु। पहिलो कोरिन्थी 6:15 पढिदिनुहोस्। तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन् भने के तिमीहरूलाई थाहा छैन त के म ख्रीष्टका अङ्गहरू लिएर यिनलाई वेश्याको अशुद्ध अङ्ग तुल्याउँ? यो कदापि नहोस्। 16, 17, 18 पढ्दिनु त।
वेश्यासँग जोडिने मानिस शरीरमा त्यससँग एक हुन्छ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? किनकि यस्तो लेखिएको छ, ती दुवै एउटै शरीर हुनेछन्। तर जो परमप्रभुसँग एक हुन्छ त्यो उहाँसँग आत्मामा एउटै हुनेछ। 18 पढ्दिनु। व्यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ त्यो शरीरबाट बाहिर हुन्छ, तर व्यभिचार गर्ने मानिसले आफ्नो शरीरको विरुद्धमा पाप गर्दछ। हालेलुया। पढाइमा परमेश्वरले आशीष दिनुभएको होस् है। हेर्नुहोस् त यहाँ कति डरलाग्दो वचन छ है। यहाँ चाहिँ तिमीहरूको शरीर ख्रीष्टका अङ्गहरू भन्ने के तिमीलाई थाहा छैन है? आज तपाईँ मेरो शरीर चाहिँ कसको अङ्ग रहेछ? ख्रीष्टको अङ्गहरू छ। अनि ख्रीष्टको अङ्गहरू लिएर चाहिँ वेश्या कहाँ गएर हामीले अशुद्ध बनाउने, यो कदापि नहोस् भनेर चाहिँ यहाँ यसरी वचनमा लेखिएको छ है। तपाईँ मेरो शरीर चाहिँ ख्रीष्टको अङ्ग हो है। हाम्रो शरीर चाहिँ मन परि चाहिँ हामीले चाहिँ नगरौँ है, मन पर्ने काम नगरौँ। कतिपल्ट हामी मन पर्ने खाइदिन्छौँ होइन, जे पाए रक्सी खाइदिन्छौँ, चुरो खाइदिन्छौँ, सुर्ती खान्छौँ होइन। यो त्यो कुराले हाम्रो शरीरलाई अशुद्ध बनाइरहेको हुन्छ। हामी के सोच्छौँ, मेरो शरीर होइन, मेरो इच्छा भन्छ नि होइन। हाम्रो शरीर चाहिँ के त ख्रीष्टको अङ्ग हो। अनि ख्रीष्टको अङ्गलाई चाहिँ हामी कहिले पनि अशुद्ध बनाउनुहुन्न। अशुद्ध नबनाओस्, कदापि नहोस् भनेको छ। वेश्यासँग जोडिने मानिस शरीरमा त्यससँग एक हुन्छ के तिमीलाई थाहा छैन? यस्तो लेखेको छ, ती दुवै एउटा शरीर हुनेछ अरे। हेर्नुहोस् त, हाम्रो शरीरलाई, हाम्रो ख्रीष्टको अङ्गलाई चाहिँ वेश्यासँग जोडेर चाहिँ वेश्यासँग एक नबनाऊ हामी चाहिँ। तर हाम्रो शरीरलाई चाहिँ जब हामी चाहिँ प्रभुसँग हामी एक हुन्छौँ नि, अनि उहाँसँग हामी आत्मामा एउटै हुन्छौँ। हालेलुया। जब प्रभुसँग तपाईँ र म चाहिँ है एक हुन्छौँ नि, उहाँसँग हामी आत्मामा पनि हामी एउटै हुनेछौँ है। सक्दो प्रभुसँग चाहिँ हामी चाहिँ के त जोडिन् है। जब हामी प्रभुसँग हामी जोडिन्छौँ नि, आत्मामा हामी के त उहाँसँग के त एक हुन्छ हामी चाहिँ। व्यभिचारदेखि अलग बस। जुनसुकै पाप मानिसले गर्दछ भने त्यो के त शरीरबाट हुन्छ, तर व्यभिचार गर्ने मानिसले आफ्नो शरीरको विरोधमा पाप गर्दछ। व्यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ त्यो शरीरबाट बाहिर हुन्छ है। आज हेर्नुहोस् त, व्यभिचारबाट चाहिँ हामी अलग भएर बस्नु पर्दछ, ताकि यो व्यभिचार हामी गर्छौँ भने व्यभिचारले हामीलाई के त कहाँ पुऱ्याउँछ? नर्क पुऱ्याउँछ। परमेश्वरबाट हामी टाढा बनाउँदछ हामीलाई। तर हामी चाहिँ परमेश्वरमा हामी एक हुन्छ, परमेश्वर नजिक हुन्छ भने हामी आत्मामा हामी एक हुन्छौँ। हालेलुया। त्यो कारणले गर्दा चाहिँ वचनले प्रष्टसँग भनेको छ, तिमीको शरीर चाहिँ ख्रीष्टको अङ्ग हो है। ख्रीष्टको अङ्गलाई के त अशुद्ध नतुलाऊ है। तिम्रो चाहिँ के त व्यभिचारबाट चाहिँ अलग भयो है। आज व्यभिचारले चाहिँ के त मानिसहरूलाई चाहिँ पापमा चाहिँ फसाइरहेको छ है। शैतानले चाहिँ छिट्टो चाहिँ पापमा फसाउने के हो? यो व्यभिचारको कुरा। व्यभिचारमा चाहिँ आज धेरै अगुवा पास्टरहरूलाई चाहिँ फसाइरहेको छ शैतानले चाहिँ व्यभिचारद्वारा। अनि कति पास्टर अगुवाहरू चाहिँ आज नर्कमा चाहिँ बास बस्नु परेको छ, नर्कमा तडपिनु परेको छ है। आज हाम्रो अवस्था चाहिँ त्यस्तो नहोस्। छेडीको मौज मस्तीले, छेडीको रमाइलोले चाहिँ हाम्रो जिन्दगी है नर्कमा चाहिँ नजाओस्। अनन्तसम्म त्यहाँ चाहिँ नर्कमा रहिरहनु पर्दछ। त्यो 2-4 महिना 1 साल भयो त नि भन्ने कुरो हुन्थ्यो। अनन्तसम्म चाहिँ त्यो आगोको भट्टीमा जलेर चाहिँ कराएर चिच्याएर बस्नु पर्दछ। तर जहाँ आनन्द छ, जहाँ शान्ति छ है, त्यो ठाउँमा चाहिँ के त हामी जाउँ, ताकि अनन्तसम्म हामी चाहिँ प्रभुको सामुन्ने रहेर चाहिँ उहाँसँग चाहिँ होइन हामी चाहिँ आराधना गर्दै, उहाँसँग सङ्गति गर्दै है, यति शान्ति कुरा, यति आनन्द कुराहरूलाई हामी के त मिस नगरौँ छेडीको मोज मस्तीले गर्दाखेरि। हालेलुया। प्रभुलाई महिमा भएको होस्, प्रभुलाई प्रशंसा भएको होस्। 19मा यसो लेखेको छ, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ र उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ।
भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयं आफ्नै होइनौ। हालेलुया। आज तपाईँ मेरो शरीर क्रिस्टको अङ्ग हो है। अनि तपाईँ मेरो शरीर पवित्र आत्माको मन्दिर हो। हेर्नुहोस् त, पवित्र आत्माको मन्दिर तपाईँ मेरो शरीर चाहिँ, जुन पवित्र आत्मा चाहिँ के त परमेश्वरबाट हामीले पाएको छौँ, त्यो आत्मा चाहिँ, पवित्र आत्मा चाहिँ तपाईँ र म भित्र बास गर्नुहुन्छ। हालेलुया। तपाईँ र मैले चाहिँ पवित्र आत्मा चाहिँ परमेश्वरबाट पाएको छौँ। त्यो पवित्र आत्मा चाहिँ है हामीमा बास गर्नुहुन्छ। अनि पवित्र आत्माको मन्दिर चाहिँ के त हाम्रो शरीर हो। अनि पवित्र आत्माको मन्दिरलाई चाहिँ हामीले शुद्ध बनाएको छौँ कि अशुद्ध बनाएको छौँ त है? यदि हामीले पवित्र आत्माको मन्दिरलाई अशुद्ध बनाएको छ भने हामीले चाहिँ के त शुद्ध बनाऊ। पवित्र आत्मा चाहिँ अशुद्धतामा चाहिँ उहाँ रुचाउनुहुन्न, उहाँ बस्न चाहनुहुन्न। यदि हाम्रो शरीरले चाहिँ हामीले चाहिँ होइन लापरवाही जीवन जिउँछौँ, लापरवाही कुरा खान्छौँ, जहाँ पाए त्यहाँ जान्छौँ भने पवित्र आत्मा बास बस्नुहुन्न। पवित्र आत्माले चाहिँ गन्धको यस्तो फोहोर कुराहरू उहाँले रुचाउनुहुन्न। अनि पवित्र आत्मालाई चाहिँ हामीले स्वागत गरौँ। पवित्र आत्मालाई चाहिँ हाम्रो हृदयमा चाहिँ होइन बसलाउँ। जब पवित्र आत्मा हामीभित्र बास गर्नुहुन्छ नि, अनि हामीलाई पवित्र आत्माले चाहिँ हामीलाई के गर्नुहुन्छ? सिकाउनुहुन्छ। पवित्र आत्माले हामीलाई गाइड गर्नुहुन्छ। आमेन। हालेलुया। पवित्र आत्मासँग जब हामी सोध्छौँ नि, हामी उहाँसँग सल्लाह माग्छौँ नि, पवित्र आत्माले तपाईँ र मलाई सल्लाह दिनुहुन्छ। उहाँ चाहिँ पवित्र आत्मा चाहिँ यस्तो परमेश्वर हुन्छ, तपाईँ मलाई सिकाउने परमेश्वर हुन्छ, तपाईँ र मलाई चाहिँ सही बाटो देखाउने परमेश्वर हुन्छ है। अगाडि के भइरहेको छ हामीलाई थाहा छैन, तर पवित्र आत्माले तपाईँ र मलाई के त आवाज दिनुहुन्छ। ए छोरा, ए छोरी, त्यो ठाउँमा नजा। ए छोरा, ए छोरी, यो काम नगर भने पवित्र आत्माले तपाईँ र मलाई त्यो एकचोटि त्यो आवाज दिनुहुन्छ। र त्यो आवाजलाई हामी सुनेर चाहिँ हामी आज्ञा पालन गर्छौँ भने हामी बच्यौँ। तर उहाँको आवाजलाई सुनेर पनि नसुने जस्तो, नबुझे जस्तो गऱ्यो भने हाम्रो जीवनमा दुःख, कष्ट, पीडा आउँछ। त्यो कष्ट नआओस्, त्यो पीडा नआओस् भनेर पवित्र आत्माले तपाईँ मलाई पहिले नै हामीलाई उहाँले चाहिँ आवाज दिनुहुन्छ है। अनि त्यस्तो पवित्र आत्मालाई चाहिँ हामीले चाहिँ उहाँको मन्दिरलाई फोहोर बनाएर चाहिँ पवित्र आत्मालाई चाहिँ हामीले टाढा नबनाऊ। सक्दो पवित्र आत्मालाई चाहिँ हाम्रो है पवित्र आत्मा मन्दिरलाई चाहिँ सफा बनाएर चाहिँ पवित्र आत्मालाई चाहिँ वेलकम गरेर पवित्र आत्मालाई चाहिँ हामीले चाहिँ उहाँलाई स्वागत गरौँ, उहाँले बसालौँ। अनि पवित्र आत्माले चाहिँ तपाईँ मलाई है तपाईँ मेरो जीवनमा काम गर्नुहुन्छ। पवित्र आत्माले तपाईँ मलाई चाहिँ के त सिकाउनुहुन्छ। हालेलुया। कतिपल्ट हामीलाई कस्तो लाग्छ, म बोल्न आउँदैन, के गर्ने आउँदैन, अब कसरी बोल्ने है, यस्तो हुन्छ। त त्यति बेला हामी पवित्र आत्मासँग हामी प्रार्थना गर्छौँ, पवित्र आत्मा मलाई सिकाउनुहोस् है। त्यति बेला पवित्र आत्माले तपाईँ मलाई कसरी बोल्नुपर्ने है हामीले सिकाउनुहुन्छ। पवित्र आत्मा यस्तो परमेश्वर हुन्छ कि है, उहाँ चाहिँ मन र भावना भएको एउटा व्यक्तित्व हुनुहुन्छ उहाँ चाहिँ। अनि उहाँलाई चाहिँ कतिपल्ट हाम्रो है गल्तीले गर्दा है उहाँलाई के हुन्छ, चित्त दुख्छ। अनि पवित्र आत्मालाई जब हामी उहाँ चित्त दुखाउँछौँ भने, पवित्र आत्माको विरोध हामी खडा हुन्छ भने हामीले फेरि त्यसको क्षमा हामी पाउँदैनौँ। हो, हामीले परमेश्वर पिताको विरोधमा, परमेश्वरको विरोधमा हामी खडा हुन्छ, पाप गर्छौँ भने उहाँले हामीले क्षमा गर्नुहुन्छ। तर पवित्र आत्माको विरोधमा हामी पाप गर्छौँ भने हामीले क्षमा पाउन सक्दैनौँ है। त्यो कारणले गर्दा चाहिँ पवित्र आत्मालाई चाहिँ हामीले कहिले पनि दुखी नतोलाउँ। पवित्र आत्माको विरोधमा कहिले पनि हामी खडा नहौँ। पवित्र आत्माको उहाँले चाहिँ जुन मन नपर्ने कुराहरू छ, त्यो मन नपर्ने कुराहरू चाहिँ हामीले कहिले पनि नगरौँ। हामीबाट चाहिँ पवित्र आत्मा कहिले पनि दुखी नतोलाउँ। पवित्र आत्मा हामीबाट गइसक्यो, निस्किसक्नु भयो भने हाम्रो जीवन यस्तो हुन्छ कि जस्तै हामी अब समुद्रमा छौँ, भनौँ अब डुङ्गामा छ, बसिरहेको छ, अब त्यो चलाउने होइन, यस्तो चलाउने कुरो हुन्छ नि, त्यस्तै हो पवित्र आत्मा। हामी अब पवित्र आत्मा छैन भने हामी त्यो समुद्रमा जुन डुङ्गा बसेको छौँ त्यहाँ बसेको हो, त्यस्तै हो। जब हामी पवित्र आत्मा छौँ भने है, अनि पवित्र आत्माले हामीले चलाउनुहुन्छ, हाम्रो सहायता गर्नुहुन्छ है। त्यो कारणले गर्दा चाहिँ पवित्र आत्मालाई चाहिँ हामीले कहिले पनि दुखी नतोलाउँ। पवित्र आत्माको विरोधमा हामी कहिले पनि खडा नहौँ। हालेलुया। प्रभुलाई महिमा भएको छ है। 20मा लेखेको छ,
तिमीहरू मोल तिरेर किनेका हौ, यसकारण तिमीहरूको शरीरमा परमेश्वरको महिमा गर। हालेलुया है। आज तपाईँ र म चाहिँ के त मोल तिरेर किनेको हौ है। कुनै सुन चाँदी हिरा मोती धन पैसाले हामी किनेर चाहिँ धर्मी जन भएको होइन, पवित्र जन भएको होइन। तपाईँ र म चाहिँ के त प्रभु येशू ख्रीष्ट परमेश्वरले चाहिँ आफ्नो पुत्रलाई पठाउनु भएर उहाँले रगत बगाएर हामी चाहिँ किनेका हौँ है। उहाँको रगतद्वारा चाहिँ हामी चाहिँ किन्ने पवित्र भएको जाति हौँ है। अनि हामी चाहिँ हाम्रो त्यो कारण गर्दा हाम्रो शरीरमा चाहिँ के गर्नु पर्यो, उहाँको महिमा हुनु पर्यो है। हाम्रो शरीरद्वारा उहाँको महिमा हुनु पर्यो, उहाँको प्रशंसा हुनु पर्यो है। आज तपाईँ र मैले चाहिँ हाम्रो शरीरलाई चाहिँ अशुद्धको कुराबाट एकदमै टाढा राख्नुपर्दछ है। अशुद्ध कुराबाट हामी टाढा हुन सकेन भने पवित्र आत्मा चाहिँ के त उहाँ बास बस्नु सक्नुहुन्न। पवित्र आत्मा चाहिँ है यो फोहोर कुरालाई चाहिँ एकदमै उहाँले घृणा गर्नुहुन्छ। त्यो कारण गर्दा चाहिँ अशुद्ध कुराबाट फोहोर कुराबाट हामी टाढा भएर चाहिँ एकदमै होइन शुद्धतामा पवित्रतामा चाहिँ हामी पवित्र आत्मालाई हामी वेलकम गर्छौँ। उहाँ हामीमा बास बस्नुहुन्छ अनि उहाँले हामीलाई के त हाम्रो जीवनमा काम गर्नुहुन्छ। आमेन, हालेलुया। प्रभुलाई महिमा भएको होस्, प्रभुलाई प्रशंसा भएको होस्। अनि त्यसै गरी हामी एफएसी 4:29 देखि 31 सम्म पढ्नेछौँ है त। हालेलुया, प्रभुलाई महिमा भएको होस् है। आजको वचन अलिकति कडा छ है। मैले अघि नै भने डरलाग्दो वचन अलिक कडा छ। एफएसी 4:29 देखि 31 सम्म पढिदिनु होला जसले पाउनुहुन्छ। हालेलुया, प्रभुलाई महिमा भएको होस्। हुन्छ, जसले पाउनुहुन्छ पढिदिनुहोस्। तिमीहरूको मुखबाट कुवाक्य ननिस्कियोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट शून्यहरूलाई अनुग्रह मिलोस् अनि परमेश्वरका पवित्र आत्मालाई दुखित नतुल्याऊ, जसमा उद्धारको दिनको निम्ति तिमीहरूको छाप लगाइएको छ। सबै चितोपन, क्रोध र रिस, अहला र निन्दा सबै किसिमका डाहा समेत तिमीहरूले त्यागिदेऊ। आमेन, आमेन, हालेलुया। परमेश्वरले आशीष दिनुभएको छ है। मैले अघि नै भनिसकेँ आजको वचन अलिकति कडा छ है। कतिपल्ट हामी वचन भने हामीले अलिकति कडाहरू सुन्नुपर्छ है। जतिखेरै प्रभुले हामीलाई चङ्गै गर्नुभयो, प्रभुले यो दिनुभयो त्यही वचन सुन्ने मात्र होइन है। कति कुरा वचन चाहिँ हामीले अलिकति कडा खालको वचन पनि हामी सुन्नुपर्दछ, ताकि त्यो वचनले चाहिँ हामीलाई होइन काट्न सकेको होस्, छाड्न सकेको होस् है। हेर्नुहोस् त, तिमीहरूको मुखबाट कुवाक्य ननिस्कियोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट शून्यलाई अनुग्रह मिलोस्। हालेलुया है। हाम्रो मुखबाट चाहिँ है मिठो कुराहरू निस्किनु पर्यो के है। आशिषको कुराहरू निस्किनु पर्यो, ताकि मानिसहरूले पनि सुनिरहँ जस्तो होस् कि है। हामीले अब कुरा गर्दा चाहिँ मिठो तरिकाले कुरा गऱ्यो भने कतिजना हुन्छ अझै सुनौँ होइन, सुनिरहँ जस्तो लाग्छ नि। तर हाम्रो यही मुखबाट नराम्रो कुरा गरिदिउँ त, गाली गरौँ, शराब दिउँ, कसले सुन्नु मन लाग्छ? लाग्दैन नि है। त्यो कारण गर्दा चाहिँ आज तपाईँ र मेरो मुखबाट चाहिँ आशिषका कुराहरू है, मिठो कुराहरू चाहिँ निस्किनु पर्यो। हामी प्रभु नपाउँदाखेरि, पहिला म प्रभु नपाउँदाखेरि संसारमा हुँदा मेरो मुखबाट यति नराम्रो कुराहरू निस्किन्थ्यो कि, यति घिनादो कुराहरू निस्किन्थ्यो है, एकदम फोहोर कुराहरू निस्किन्थ्यो। जतिखेर पनि जब प्रभुलाई पाएँ नि, जब पवित्र आत्मालाई मैले स्वागत गरेँ नि, अनि पवित्र आत्मा स्वागत गरिसकेपछि मेरो मुखबाट है त्यस्तो नमिठो कुराहरू चाहिँ होइन निस्किँदैन। हालेलुया। आज हाम्रो मुखबाट नि है, हामी प्रत्येक प्रभुको छोराछोरीको मुखबाट चाहिँ नमिठो कुराहरू चाहिँ, तितो कुराहरू चाहिँ ननिस्कियोस् है। निस्कियोस् मुखबाट एकदमै मिठो कुराहरू, आशिषको कुराहरू निस्कियोस्, ताकि सुन्नेलाई पनि के त आशिष मिलोस्। हालेलुया। सुन्नेहरूलाई आशिष मिलोस्, सुन्नेहरूलाई अनुग्रह मिलोस्। अनि परमेश्वरको पवित्र आत्मालाई दुखित नतुल्याऊ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाएका छौ। हालेलुया है। तपाईँ र म चाहिँ पवित्र आत्माको छाप लगाएका छौँ
है हामी पवित्र आत्मालाई कहिले पनि दुखी तुल्याउनुहुन्न है किनभने तपाईँ र मैले पवित्र आत्माको छाप लगाइसकेका छौँ पवित्र आत्माको छोराछोरी हो भनेर चाहिँ तपाईँ र म चाहिँ छाप लागिसकेको छौँ अनि हामी चाहिँ पवित्र आत्मा कहिले पनि दुखी तुल्याउनुहुन्न है पवित्र आत्मालाई चाहिँ कहिले पनि दुखी तुल्याउनुहुन्न खाने कुराहरूबाट बोल्ने कुराहरूबाट हेर्ने कुराबाट लाउने कुराहरूबाट कहिले पनि पवित्र आत्मा दुखी तुल्याउनु हुँदैन हामीलाई कस्तो लाग्छ मैले पाप गरेको छैन मैले व्यभिचार गरेन ठिकै छु भन्ने जस्तो लाग्छ तर हाम्रो हेराइबाट हाम्रो बोलाइबाट हाम्रो लवाइबाट हाम्रो विभिन्न कुराहरूबाट हामीले के त पवित्र आत्मालाई दुखी तुल्याइरहेको हुन्छ अनि हामी पवित्र आत्मालाई चाहिँ दुखी नतुलाउँ किनभने उहाँको छाप हामी लगाइसकेको छौँ पवित्र आत्माको हामी छाप हामी लगाइसकेको छौँ हामी पवित्र आत्माको मन्दिर हौँ पवित्र आत्माको छोराछोरी हौँ भनेर हामी छाप लगाइसकेका छौँ हामी उहाँलाई कहिले पनि दुखी तुल्याउनु हुँदैन हालेलुया सबै तितोपन क्रोध रिस होहल्ला निन्दा सबै किसिमका डाहा समेत तिमीले त्यागिदेऊ हालेलुया है आज विश्वासीहरू पनि यी कुराहरू त्याग्नलाई हैन कतिले चाहिँ त्याग्न सकिरहेको छैन के तितोपनको कुराहरू क्रोधका कुराहरू रिसका कुराहरू हल्लाका कुराहरू निन्दाका कुराहरू डाहाका कुराहरू चाहिँ त्याग्न सकिरहेको छैन है यो चाहिँ के त यो कुराहरूले चाहिँ पवित्र आत्माको विरोधमा चाहिँ खडा भएको हुन्छ यी कुराहरूले चाहिँ पवित्र आत्मालाई दुखी तुल्याइरहेको हुन्छ क्रोध है झट्टै रिसाउने हल्ला अर्को निन्दा गर्ने हैन अरूको चाहिँ न्याय गर्ने अरूको चाहिँ कुरा काट्ने डाहा गर्ने हैन अरूलाई चाहिँ कम्पेयर गर्ने यस्तो कुराहरूले चाहिँ पवित्र आत्मालाई चाहिँ दुखी तुल्याइरहेको हुन्छ अनि यो कुराहरू चाहिँ हामीले त्याग्न एकदम आवश्यकता छ हामी पवित्र आत्माको हामी चाहिँ छोराछोरी हो भने परमेश्वरको छोराछोरी हो भने हामीले यी कुराहरूलाई चाहिँ हामीले त्याग्न एकदमै आवश्यकता छ यदि हामीले यो त्यागेनौँ भने हामी एक त संसारको मानिस जस्तै भयौँ अर्को के त पवित्र आत्मा हामी दुखी तुल्याइरहेका हुन्छौँ प्रभुलाई पाएर पनि हामी अझै पनि डाहा गरिरहेको हुन्छ कि है फल्नाले यस्तो गर्यो त्यसो यस्तो गर्यो त्योभन्दा म के कम फल्ना यस्तो भयो मलाई यस्तो भयो भएन हामी डाहा गरिरहेको हुन्छ संसारको मानिस जस्तो के अनि हामी प्रभुलाई पाएर पनि हामी डाहा गर्छौँ भने हामी संसारको मानिस र हामी विश्वासीमा के फरक भयो र एउटै भयो नि अनि तपाईँ र म चाहिँ संसारबाट अलग्गिएको जाति तपाईँ र म चाहिँ स्वर्गको जाति भइसकेपछि त हामी त हाम्रो व्यवहारहरू पनि अलग हुनु पर्यो नि स्वर्गको जस्तो हुनु पर्यो आमेन आज तपाईँ र मबाट चाहिँ एकदमै मिठो कुराहरू आशिष कुरा निस्कनु पर्यो रिस होहल्ला निन्दाको कुराहरू डाहाको कुराहरू तितोपनको कुराहरू सबै हामी त्यागिदिनु पर्यो सबै मार्नु पर्यो हालेलुया अनि जब हामी यी कुराहरूलाई मार्छौँ नि अनि पवित्र आत्मा अति प्रसन्न हुनुहुन्छ हालेलुया आज पवित्र आत्मालाई तपाईँ मैले कतिको प्रसन्न पार्दैछौँ त है तपाईँ मेरो हातमा छ कसैले कसैलाई मूल्याङ्कन गर्नु मिल्दैन कसैले कसैलाई न्याय गर्नु मिल्दैन न्यायकर्ता एकजना मात्र हुनुहुन्छ कतिपल्ट हामी त अगुवा पास्टरै न्यायकर्ता बनिदिन्छौँ है फल्ना यस्तो ढिस्कन यस्तो यो त यो अब नर्क जान्छ यो यस्तो न्यायकर्ता बनिदिन्छ न्यायाधीश बनिदिन्छ तर तपाईँ र म चाहिँ न्यायाधीश बन्ने होइन तपाईँ र म चाहिँ उहाँको निम्ति प्रार्थना गर्ने हो हालेलुया प्रभुले उहाँलाई छुटका दिनुभएको होस् प्रभुले उहाँलाई चाहिँ त्यो ठाउँबाट चाहिँ त्यो पापबाट चाहिँ बचाउनु भएको छ भने हामी प्रार्थना गर्ने हो हामी चाहिँ न्यायकर्ता न्यायाधीश बनाउनु भएको छैन प्रभुले हामीलाई हालेलुया प्रभुले महिमा भएको होस् प्रभुले प्रशंसा भएको होस् है त्यस्तै गरी हामी हेर्नेछौँ पहिलो थेसलोनिके 4 7 र 8 पदलाई हामी पढ्नेछौँ हालेलुया प्रभुलाई महिमा भएको होस् प्रभुलाई प्रशंसा भएको होस् 4 7 र 8 पद पहिलो थेसलोनिके 4 7 र 8 पद
ल मैले पाएको छु है, म पढिदिन्छु ल। यहाँ लेखेको छ, किनकि परमेश्वरले हामीलाई अशुद्धताको निम्ति होइन तर पवित्रतामा बोलाउनु भएको छ। यसै कारण जसले यस कुराको अवहेलना गर्छ त्यसले मानिसको होइन तर परमेश्वरको अवहेलना गर्छ, जुन परमेश्वरले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुभएको छ। हालेलुया। हेर्नुहोस् त, आज परमेश्वरले तपाईँ र मलाई के त अशुद्धताको निम्ति होइन है, उहाँले हामीलाई पवित्रताको निम्ति, पवित्र जीवन जिउको निम्ति उहाँले हामीलाई बोलाउनु भएको छ। हालेलुया। हेर्नुहोस् त, हामी पहिलो पत्रुस 1:16 हामी त्यहाँ हेर्छौँ भने प्रभु येशूले के भन्नुभएको छ, म पवित्र छु तिमीहरू पनि के त पवित्र हौ। हालेलुया। अनि परमेश्वरले यहाँ चाहिँ फेरि हामी पहिलो थेसलोनिके 4:7 पाउँछौँ, परमेश्वरले चाहिँ अशुद्धको निम्ति होइन है, पवित्रतामा चाहिँ के त हामीलाई बोलाउनु भएको छ। भनेपछि परमेश्वर पवित्र आत्माले चाहिँ हामी अशुद्धतामा जिएको, अशुद्धतामा चाहिँ रमाएको उहाँले चाहनुहुन्न है। हामी चाहिँ के त शुद्ध, पवित्र, निष्खोट भएको उहाँ चाहनुहुन्छ है। आज तपाईँ र म चाहिँ जब तपाईँ र मैले चाहिँ यो अनि यी कुराहरूलाई चाहिँ अवहेलना गर्छौँ भने हामीले मानिसको कुरालाई होइन तर परमेश्वरको कुरालाई हामी अवहेलना गरेको हुन्छौँ है। कतिले हामीले वचन बोल्दै गर्दा हामी पवित्रता जीवन जिउनुपर्छ, परमेश्वरले हामीलाई अशुद्धतामा होइन हामीलाई चाहिँ पवित्रतामा बोलाउनु भएको छ भन्दै गर्दा कसैले चाहिँ ती कुराहरूलाई अवहेलना गर्छ, ती कुरालाई चाहिँ उनीहरूले चाहिँ होइन सुन्दैन भने ती मानिसलाई चाहिँ उसले चाहिँ मानिसलाई इन्कार गरेको होइन कि उसले चाहिँ परमेश्वरले नै इन्कार गरेको। यो चाहिँ के त वचन नै परमेश्वर हुन्छ अनि परमेश्वर वचन हुनुहुन्छ, अनि त्यो वचन चाहिँ परमेश्वर चाहिँ के त आफ्नो दासहरू दासी चाहिँ बोल्नुहुन्छ। हालेलुया। अनि त्यो कुरालाई चाहिँ अवहेलना गर्छ भने मानिसलाई चाहिँ अवहेलना गरेको होइन, परमेश्वरलाई अवहेलना गरेको है। आज परमेश्वरले चाहिँ तपाईँ मलाई मेरो छोराछोरीहरू शुद्ध अनि पवित्रतामा चाहिँ जियोस् भनेर चाहिँ उहाँले हामीलाई यसरी बोलाउनु भएको छ है। आज हामी चाहिँ शुद्ध, पवित्र, निष्कोट भएर चाहिँ हामी जिउनु पर्छ ताकि हामी परमेश्वरको उपस्थितिमा हामी चाहिँ जाँदा होइन, जब हामी चाहिँ भनौँ न हामी शरीरमा चाहिँ हामी शरीरमा हुँदा हामी जब चाहिँ हामी प्रभुमा सुत्छौँ, सुतिसकेपछि हामी आत्मामा त हामी त प्रभुसँग हामी त जानु पर्यो, उहाँले न्याय गर्ने ठाउँमा त हामी त जानैपर्छ। त्यो न्याय गर्ने ठाउँमा चाहिँ त्यति बेला चाहिँ प्रभुको उपस्थितिमा खडा हुँदा हाम्रो शिर झुक्ने होइन कि टक्क हामी शिर ठाडो हुने। हालेलुया है। प्रभुले न्याय गर्दा चाहिँ यो होस् कि हामीलाई यस्तो कन्फिडेन्स हो कि म त स्वर्गकै हो, मेरो निम्ति मुकुट यहाँ यति तयार भएको छ है, त्यहाँ गएर म त्यो मुकुट म चाहिँ लाउने हो भने चाहिँ एकदम कन्फिडेन्स साथ चाहिँ प्रभुको सामने खडा हुने हो है। अनि फेरि हामी यहाँ पाप गरेर चाहिँ त्यहाँ गएर प्रभुको सामने उभिएर खडा हुँदा नि शिर झुकाएर लास्टमा जा नर्का जा भनेर पठाइदियो भने त है कस्तो हुन्छ त्यति बेला। त्यो कारणले चाहिँ अहिले समय हुँदै तपाईँ म चाहिँ पश्चाताप गरौँ। अहिले हामी संसारमा हुँदै समय हुँदै पश्चाताप गरौँ। तपाईँ र मैले यो संसारमा हुँदा हामी समय हुँदै हामीले पश्चाताप गर्न सकेन भने हामी शरीर हामी चाहिँ मरिसकेपछि होइन, प्रभुमा सुतिसकेपछि हामी प्रभुमा आत्मामा चाहिँ हामी प्रभुमा गएर चाहिँ यसरी उहाँको चाहिँ न्याय गर्ने ठाउँमा उभिएर चाहिँ जति रोए पनि जति कराए पनि त्यहाँ चाहिँ के त केही हुँदैनवाला छैन है। त्यहाँ सुनाइ हुनेवालै छैन, जति सुनाइ हुन्छ यहीँ हुन्छ है। यही संसारमा हुँदै हामी पश्चाताप गर्छौँ, रुन्छौँ, कराउँछौँ भने प्रभुले सुन्नुहुन्छ। तर हामी चाहिँ प्रभुमा सुतिसकेपछि आत्मामा हामी प्रभुसँग भएर प्रभु कहाँ गएर चाहिँ उहाँको उपस्थित गरेर चाहिँ न्याय गर्ने ठाउँमा हामी भेला भएर त्यति बेला हामी चाहिँ प्रभु मैले गल्ती गरेँ, मलाई क्षमा गर्नु, म अब यस्तो गर्दैन, जति रोए कराए पनि त्यहाँ सुन्नेवाला केही पनि छैन। त्यहाँ चाहिँ बस त्यही हो, तिम्रो बाटो तिम्रो ठाउँ नर्का हो, नर्कै जा, नर्कै पठाइदिनुहुन्छ है। त्यो कारणले गर्दा आज संसारमा छौँ, शरीरमा छौँ है, समय छ है, गल्ती पनि हुन्छ हामीबाट है, हामी पश्चाताप गर्ने हो, प्रभुसँग क्षमा माग्ने हो, प्रभुले के गर्नुहुन्छ क्षमा दिनुहुन्छ। किनभने हाम्रो परमेश्वर चाहिँ दयालु हुनुहुन्छ, अनुग्रह हुनुहुन्छ, कृपालु हुनुहुन्छ। हामी क्षमा माग्छौँ भने उहाँले क्षमा दिनुहुन्छ। हालेलुया। प्रभुलाई महिमा भएको
त्यस्तै गरी हामी हेर्नेछौँ पहिलो पत्रुस 2 को 1 र 3 1 देखि 3 सम्म एकजना पढिदिनु होला। हजुर पहिलो पत्रुस 2 को 1 देखि 3 सम्म पढिदिनु होला। यसकारण सबै दुष्टता, सबै छल कपट र ईर्ष्या र सबै निन्दाहरूलाई त्याग र नयाँ जन्मेका बालकहरू जस्तै शुद्ध आत्मिकी दूधको तृष्णा गर र त्यसबाट तिमीहरूले आफ्नो मुक्तिमा बढ्दै जान सक्नेछौ, किनकि प्रभु कृपालु हुनुहुन्छ भन्ने कुराको स्वाद तिमीहरूले पाएका छौ। आमेन आमेन। परमेश्वर आशीष दिनुभएको छ है। हेर्नुहोस् त, यसकारण सबै दुष्टता, सबै छल कपट ईर्ष्या र सबै निन्दाहरूलाई त्याग अनि नयाँ जन्मेका बालक जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर, त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जान सक्नेछौ। हालेलुया। हेर्नुहोस् त, अब हामीले सबै कुरा चाहिँ हामीले त्याग्नु पर्यो कि जब है हो संसारमा थियौँ, प्रभुलाई पाएको थिएन, त्यति बेला हामी थाहा थिएन भनौँ न एक किसिमले, त्यति बेला हामी पापमा जिरहेका थियौँ होइन, हुने नहुने खायौँ पियौँ गऱ्यौँ के गर्यो होला होइन। तर हामी प्रभुलाई पाइसकेपछि त अब हामी त होइन, हामी त नयाँ जाति स्वर्गको जाति भइसकेपछि त हामी त अब नयाँ भएर जिउनु पर्यो नि। अनि त्यो संसारकै जस्तो जिउनु थाल्यो भने त अनि कसरी चाहिँ हाम्रो जीवन परिवर्तन हुन्छ होइन, कसरी चाहिँ हामी चाहिँ प्रभुको छोरा चाहिँ हुन्छ है। हामीले चाहिँ के त यी कुराहरूलाई चाहिँ त्याग्नु पर्यो है। जसरी एउटा भर्खर जन्मेको एउटा चाहिँ दुधे बालकले चाहिँ दुधको उसले तृष्णा गर्छ नि होइन, भोकाउँदाखेरि कतिखेर चाहिँ होइन आमा आउला भनेको रोइरहेको हुन्छ, कराइरहेको हुन्छ होइन, उसले दुधको तृष्णा गर्छ है। त्यसरी नै आज हामी प्रभुमा तृष्णा गर्दै अनि यी कुराहरूलाई चाहिँ के गर्नु पर्यो, त्याग्नु पर्यो। दुष्टता कुराहरूलाई, छलका कुराहरूलाई, कपटका कुराहरूलाई होइन, निन्दाका कुराहरूलाई, डाहा कुराहरूलाई, रिसका कुरालाई, सबै कुरालाई। यो कुराहरू चाहिँ कहाँबाट आउँछ? संसारबाट आएको हुन्छ है, शैतानबाट आउँछ यो कुराहरू चाहिँ। अनि यो कुरालाई चाहिँ हामीले त्याग्नु पर्यो। जबसम्म हामी यो कुरालाई त्याग्दैनौँ नि, हामी के त हाम्रो जीवन एउटा परिवर्तन जीवन हुँदैन है। हामी पवित्र आत्मालाई हामी दुखी तुल्याइरहेको हुन्छौँ। अनि आज तपाईँ र म चाहिँ है, तपाईँ र म चाहिँ एउटा चाहिँ नयाँ बालक जस्तै एउटा चाहिँ शुद्ध आत्मिक दूधको जो तृष्णा गर्छ नि, त्यस्तै हामी प्रभुमा है तृष्णा गरेर चाहिँ दुष्टता कुराहरूलाई, छलको कुरालाई त्यागेर चाहिँ हामी प्रभुमा हामी नयाँ भएर हामी जिउनु पर्दछ। आमेन। किनकि हाम्रो प्रभु चाहिँ कृपालु हुनुहुन्छ भन्ने कुरा, त्यो स्वाद चाहिँ हामीले के त पाएका छौँ है। अनि हाम्रो परमेश्वर चाहिँ के त दयालु हुनुहुन्छ, कृपालु हुनुहुन्छ है। हामीलाई चाहिँ क्षमा गर्ने परमेश्वर हुनुहुन्छ। हामीले यी कुराहरूमा है जिउँदै गर्दा होइन, मैले रिसको कुराहरू गर्दै गर्दा, डाहा कुराहरू गर्दै गर्दा होइन, मैले कसैको निन्दा गर्दै गर्दा, मैले जब चाहिँ मैले चाहिँ गल्तीको महसुस गर्छु, मैले गल्ती गरेँ, म चाहिँ के त पश्चाताप गर्छु भने प्रभुसँग हामी क्षमा माग्छौँ, पश्चाताप गर्छौँ भने प्रभुले के गर्नुहुन्छ, हामीलाई क्षमा गर्नुहुन्छ। किनभने हाम्रो परमेश्वर के त क्षमा गर्ने परमेश्वर हुनुहुन्छ, दयालु परमेश्वर हुनुहुन्छ। आमेन। अनि हामीले चाहिँ के गर्नु पर्यो, प्रभुसँग क्षमा माग्नु पर्यो। प्रभु मलाई क्षमा गर्नुहोस् भनेर चाहिँ हामीले क्षमा माग्नु पर्यो। उहाँले हामीले क्षमा दिनुहुन्छ है, किनभने उहाँ चाहिँ क्षमा गर्ने परमेश्वर हुनुहुन्छ। हालेलुया। प्रभुलाई महिमा भएको होस् है। आज तपाईँ र म चाहिँ पवित्रताको जीवन जिउन एकदमै खाँचो छ, एकदमै आवश्यकता छ। आज धेरै विश्वासीहरू चाहिँ अपवित्र जीवन जिइरहेको छ। उसलाई थाहा छ मैले यो जीवन जियो भने म चाहिँ नरक भागेदै हुन्छु, म यो जीवन जियो भने मैले पवित्र आत्मालाई दुखी तुल्याएको हुन्छु भन्ने थाहा हुन्छ। थाहा हुँदा हुँदा पनि यसरी खाल्टोमा खुट्टा हालिरहेको हुन्छ। हामी चाहिँ त्यस्तो नहौँ, हाम्रो एकताको मण्डली परिवार चाहिँ त्यस्तो नहौँ है। हामी प्रार्थना गरौँ, कुनै पनि कुराले चाहिँ हामीले चाहिँ पवित्र आत्मालाई चाहिँ दुखी नतुलाउँ। चाहे रिसको कुराले, चाहे डाहा कुराले, चाहे निन्दा कुराले होइन, व्यभिचार कुरा त छोडौँ, परै गरौँ, परै राखिदिउँ। यी कुराहरूले पनि हामी पवित्र आत्मा दुखी नतुलाउँ। हालेलुया। प्रभुलाई महिमा भएको होस्, प्रभुले प्रशंसा भएको होस् है।
हामी कलासिपको पुस्तक कतातिर चाहिँ हामी पाउँछौँ है परमेश्वरले चाहिँ हामीलाई संसारको उत्पत्ति हुनुभन्दा पहिला नै हामीलाई के त चाहिँ शुद्ध अनि पवित्रतामा चाहिँ हामीले बोलाउनु भएको छ। परमेश्वर उहाँ यही चाहनुहुन्छ हामी चाहिँ शान्तिमा जिएको, आनन्द जिएको, सुखमा जिएको, पवित्रता जीवन जिएको परमेश्वर चाहनुहुन्छ। तर चाहिँ शैतान के चाहन्छ? हामी चाहिँ अशान्तिमा जिएको, अभाव खाँचोमा जिएको है, हामी चाहिँ अशुद्धतामा जिएको, यही चाहन्छ शैतान चाहिँ। अनि शैतानले हामीले फसाउनलाई चाहिँ अनि त्यो जालहरू खेलिरहेको हुन्छ, चाल चलिरहेको हुन्छ है। अनि त्यो शैतानको पासोबाट, शैतानको चालबाट हामी चाहिँ बच्नलाई हामी के गर्नु पर्यो? प्रार्थना गर्नु पर्यो अनि प्रभुको डरमा प्रभु भयो बस्नु पर्यो। हालेलुया। प्रभुले महिमा भएको होस् है, प्रभुले प्रशंसा भएको होस्। आजको वचन म राख्नेछु। म विश्वास गर्दछु आजको वचन अलिकति कडा पनि छ है, तर चाहिँ हामी वचन हो, वचनले हामीलाई काट्नुपर्छ, छाड्नुपर्छ। जबसम्म वचनले हामीलाई काट्दैन छाड्दैन तबसम्म हामी फेरि त्यस्तै हुन्छ है। वचनले चाहिँ हामीलाई काट्नै पर्छ, छाड्नै पर्छ। हामी चाहिँ फेरि हामीले अब यस्तो कडा वचनहरू सुनेन भने हामी कतिपल्ट के हुन्छ भने हामीले चाहिँ प्रार्थना गरिरहेको छौँ होइन, सेवा गरिरहेको छौँ भन्छौँ, तर चाहिँ हामी अशुद्धको जीवन जिइरहेको हुन्छौँ है। अनि त्यो कुराले चाहिँ हामीलाई के त अनि हामीलाई चाहिँ नर्कको भागीदार बनिरहेको हुन्छ है। र हामी चाहिँ शुद्ध अनि पवित्रतामा जिएर है, पवित्र आत्मालाई दुखित नतुल्याएर हामी चाहिँ जिउनु पर्दछ अनि स्वर्गको भागीदारी हुनुपर्दछ। आमेन। प्रभुलाई महिमा भएको होस्, प्रभुले प्रशंसा भएको होस्। हामी संसारमा छौँ, संसारको रीतिरिवाज हेर्दा, संसारको जीवन सबै कुराहरू हेर्दा त ओहो यही सब थोक यही रहेछ भन्ने हुन्छ है। तर त्यो कुरालाई हामी नहेरौँ, छिडीको मौज मस्तीलाई, छिडीको शान्ति आनन्द नहेरौँ, हामी चाहिँ के त स्वर्गको कुरालाई हेरौँ। हालेलुया। हुन्छ, प्रभुलाई महिमा भएको होस्। आजको वचन म यहीँ राख्नेछु। यहाँ सबैलाई परमेश्वरले आशीष दिनुभएको होस्, सुन्नमा बुझ्नमा परमेश्वरले सहायता गर्नुभएको छ, म यही विश्वास गर्दछु। हुन्छ, सबैलाई जय मसीह।